त्यहाँ कहाँ दिनु होइन पढ्नु नानीले पढिहाल्छ त सोल्टिनीले हुन्छ को सोल्टिनी भने बसेको हो नानी के भन्नु हौ बहिनी नानी तपाईँले पो भन्नु भनिहाल्छु नि हामीले रेडी बनाएको भरे बा यस्तो हुन्छ कि भनेर बाहिर गर्ने छैन कस्तो खालको बासिलो भन्नु Vlog है दिदी Vlog है वेलकम ब्याक टु माई च्यानल मेरो बहिनी साँच्ची बिर्सेछु कान्छी बुहारी त्यही भएर दिनु मन गएको फेरि तर्ने दिएन र फेरि पन्नाको यहाँ फेदाङ्गेहरू हुनुहुन्थ्यो भने त अघि गर्नुहुन्थ्यो होइन टाढोको तर आएर यो चाहिँ सिङजाम्बु सिङजाम्बु यो गरुम्फु ए यो गरुम्फु यो र यो फाल्टो फाल्टो पो हो ए यो फाल्टो फाल्टो हो यसलाई भन्छ सुनखरी
सिमखरी हाम्रो पनि बजाउँछु सबै खाले आएको दाजु अलिक हडा बाटो चोखरी गर्न थालेको यो जेठा दाइ यो खाइला दाइ यो साइला दाइ मैले नै बनाएको छ यो सबै जे भए पनि टोपी ल्याउनु पर्यो नि त जेठा दाइले भए त यति नै हो क्या यति नै हो 10 वटा चिनिन्छ कि तर पनि त्यो भन्नु टोपी हाल्ने मजा होइन रामजी राम्रो खेलाबाट राम्रै हुन्छ दाजुभाइमा छोरो मान्छे हजुर गाउँ कति छ निकै माथि नै छ मसँग पोर्कै छ नि परिसक्यो अलि नराम्रो धोभन्दा धोभन्दा हामी हतार गऱ्यौँ कहाँ के मरिन्छ नलाउनुले जानु होइन उपचार गर्न मिल्दैन यो घरको लागि मात्रै त्यसको लागि चाहिँ हुँदैन गइसक्यो ल होइन गइसकेको अब जाने चाहिँ वाला कि गइसकेको जानेवाला
जाने भनेर घरमा राम्रो छ है भाइ गाउँ घरमा यसलाई केही गर्दा हुँदैन उपचार गर्नु छैन बाटो छैन त्यसको लागि होइन खतङ्गेपछि अब यहाँ सुनको त अब हामी घरमा चाहिँ राम्रै छ तर दाजु भित्रमा जान्छ एउटा गाउँघर दाजुले बस्छ नि पर्दैन कि एरियामा दाजु यता बस्नु यहाँ बस्नु चेली फर्किन्छ भने हेर्नु लु यो कतिको पुग्दो रहेछ तपाईँहरूको वर्ष दिन जान्छ कि 2 वर्ष वर्ष दिन कि 6 महिना 3 महिना कति वर्ष दिन गाह्रो गाह्रो छ हेरौँला लाल पर्छ
बरु पाउँछ होला नि रुखहरू सानो गाडी छ हतियार मात्रै चाहियो बिङ्गो अथवा बिङ्गो गरेर भने उता पाउँछ नि हतियार मात्रै चाहियो बनाउनु गइसक्यो पिठो भेटेन यो देवी थान छ कुन यो खोइ म यता जान्छु भिडियो गर्नु पर्यो पानी एकछिन उता फर्काइदिन्थ्यो हुन्छ त्यहाँ अहिले बनाउनै पर्छ त्यहाँ हिलो बनाउनु पर्छ लु छुट्टै त्यहाँ भयो हजुर लु यहाँ छिटो काठ थाल्छ र यसो गरौँ न अब यहाँनिर गर्नु दाजु कहाँ राख्ने त बिस्तारै सेउला बोक्को ल्याउनु पर्यो नि सेउला बोक्को डबल चिप्लेर मात्रै हो कि सेउला बोक्को अनि कता जाँदैछु म कसले पो काट्ने पऱ्यो